के छ माइजू हालखबर? ठिक छ के बत्ती बाल्न आयो? हो नि बत्ती बाल्न आएको सर माइजू यता माइजू ए हुन्छ बत्ती बालेर मात्रै यो बाल्नु नहुँदा छौँ होइन जति पनि हाम्रो आफन्त बाजे बजे अब बितेको हुनुहुन्छ उहाँहरूको सम्झनामा चाहिँ बत्ती बाल्नको लागि होइन उहाँको आत्माको चिर शान्तिको कामना गर्नलाई हामी सम्पूर्ण परिवार चाहिँ यतिखेर नहुँदामा छौँ। अब मेन बत्ती बाल्ने भनेको चाहिँ यही ठाउँ हो। माथि चाहिँ अब घुम्ने रमाइलो गर्ने लामाहरू पढ्ने स्कुल जस्तो हो त्यहाँ रमाइलो छ। तर मेन चाहिँ यही हो है बत्ती बाल्ने ठाउँ चाहिँ नवबुद्धपुर मेन। राजकुमारले आफ्नो मासु काटेर बगिनीहरूलाई खुवाएको जङ्गलमाथि बिचमा गर्छ। त्यो चाहिँ तपाईँहरूले नहुँदा मेलामा लाग्दाखेरि आउँदाखेरि देख्नुहुन्छ। सबै भएको जेन्जी बुढो मरेको बिचरा है उसलाई पनि हामीले पालिदिएको छ है भगवान् राम्रो होस् बास होस् राम्रो होस्। सन्तान के छ माइजू हालखबर? ठिक छ बत्ती बाल्न आयो? हो नि बत्ती बाल्न आएको माइजू यता माइजू कति चाँडो आएको भर्खर आयो कि ए बत्ती बाल्छौँ। नमस्ते, हामी चाहिँ आज नहुँदा छौँ होइन जति पनि हाम्रो आफन्त बाजे बजे अब बितेको हुनुहुन्छ उहाँहरूको सम्झनामा चाहिँ बत्ती बाल्नको लागि होइन उहाँको आत्माको चिर शान्तिको कामना गर्नलाई हामी सम्पूर्ण परिवार चाहिँ यतिखेर नहुँदामा छौँ। अब मेन बत्ती बाल्ने भनेको चाहिँ यही ठाउँ हो। माथि चाहिँ अब घुम्ने रमाइलो गर्ने लामाहरू पढ्ने स्कुल जस्तो हो त्यहाँ रमाइलो छ। तर मेन चाहिँ यही हो है बत्ती बाल्ने ठाउँ चाहिँ नवबुद्धपुर मेन त्यही हो। हामी देखाउँदै जान्छौँ तपाईँलाई। यहाँ चाहिँ पसलहरू छ सबै यहाँ पाइन्छ। यदि तपाईँहरूले अब बत्ती ल्याएको छैन बत्ती बाल्न चाहनुहुन्छ यहाँनिर बत्ती पनि तपाईँहरूले लिन्छ। एकदम रमाइलो छ। अहिले चाहिँ हामी पुरै क्लाउडको भित्र छौँ, माथि पनि होइन बिचमा छौँ। यो हो नि मेन
अनि कुहिरो एराउँदैन नि माथि होइन के अरे यो वे चाहिँ नहुँदै जाने हो माथि जुन चाहिँ राजकुमारले आफ्नो मासु काटेर बगिनीहरूले खुवाएको सङ्क्रान्ति त्यो चाहिँ तपाईँहरूले नहुँदै खोलामा लाग्दाखेरि आउँदा के भन्दा माने प्रायः जस्तो अझै बत्ती पाल्नु यता चाहिँ बत्ती बाल्नेहरू सबै आफ्नो जो पनि बिग्रेर जानुभएको छ उहाँहरूको सम्झनामा कुरा लेख्नुहुन्छ ठाउँमा चाहिँ आफ्नो पितृहरूको सम्झना गर्दै अब स्पेसली बाटो नाममा बत्ती बाल्नुको लागि आएछ आमाहरू हुनुहुन्थ्यो है त्यसो गर्दैछु बत्ती बालेको छ यहाँ चाहिँ अब बत्ती बाल्ने कार्यक्रम हुँदैछ बत्ती त बाहिर बालेको यस्तो निस्किनु छोड्यो दिदी सक्ने रहेछ त्यहाँ पनि हुन्छ होला नि हुन्छ त्यहाँ पनि छ आमाले त्यहाँ बस्नु भनेको मैले यो माइजू माइजूहरू है यहाँ चाहिँ स्पेसली अब
आफ्नो बितेको पितृहरूको सम्झनामा बत्ती बाल्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दै आज बत्ती बाल्दा नवबुद्धमा है अरू बाहिर बसिरहेछन् आमाहरू पछि आमाहरू काम गरिरहेछन् नु भन्छ हाम्रो चाहिँ नु गरिरहेछ उहाँ बाह्र छ नि गाउँ सबै उता हो कि सबै एकै ठाउँमा राखेको त्यहाँ बाले ठाउँमा के त्यो लम्बी राखेको एकै ठाउँमा राख्नु पछाडि छाडे याइ खानाले छुट्यो कसको हुन्छ भन त नेपालीबाट होइन बहादुर यतिखेर चाहिँ जति पनि हाम्रो पितृहरू हुनुहुन्छ है जो यो संसारमा हुनुहुन्न उहाँहरूको नाम चाहिँ अब हामी यसरी लेखेर यता हामी अर्पण गर्दैछौँ उहाँहरूकै नाममा बत्ती बालिरहेको छौँ बत्ती बाल्न चाहिँ
भीमबहादुर तामाङ भीमबहादुर तामाङ ए सोमबहादुर सोमबहादुर तामाङ पट्टै तामाङ चन्द्रबहादुर वाइबा धनबहादुर वाइबा तामाङ सुकुमाया तामाङ विमान रञ्जन हिरा लामा कालीमाया योन्जन माइली माया योन्जन लालबहादुर योन्जन माया लामा मधुमती तामाङ बिबी माया तामाङ मैगु तामाङ मैगु भक्तबहादुर तामाङ मथुरा देवी तामाङ दोर्जे तामाङ कान्छीमाया डोल्मा आकाश तामाङ आयो बमबहादुर तामाङ आइसक्यो छुट्याएको एउटा भाग हजुर त्यति भाग एउटा सभा यो भात पुचाल यतै रे यता पनि सकियो अब चाहिँ हाम्रो लामो जिल्ला चाहिँ यो दक्षिण सुविचाले जति सकिन्छ त्यति दिने कार्यक्रम रहेछ कति पनि यो प्रसादहरू चाहिँ सबै भएको जेन्जी ग्रुप मरेको बिचरा है उसलाई पनि हामीले पालिदिएको छ है भगवान् राम्रो होस् त्यतिले माथि भएको खानाबास होस् राम्रो होस् बुद्धको सम्पूर्ण पृथ्वीहरूलाई सम्झेर अस्ति भएको आन्दोलनमा जति पनि जेन्जीहरूको आत्माको चिर शान्ति कामना गर्दै यता बत्ती बालिरहेको छ।
होइन अनि हाम्रो पितृहरूको नाममा पनि बाल्यो आत्माको चिज शान्तिको कामना गर्यो लगभग हाम्रो कार्यक्रम चाहिँ बत्ती बाल्ने मो गर्ने काम सक्यो अब हामी चिया केही खाएर हामी चाहिँ लाग्छ